वेलकम ब्याक टु माई च्यानल। नेलमा कसरी नेपालको झन्डा बनाउने हेरौँ है त। सुरुमा नेल्समा दुईटा पाल बनाउने तल र माथि, जुनमा चाहिँ हामी पछि धागो राखेर झन्डा चाहिँ तान्नलाई सजिलो हुन्छ। यसरी दुवै साइडबाट मजाले ड्रिल गरिदिने अनि त्यसपछि बेस कोट बेस कलर लगाउने आफूलाई मनपर्ने अनि झन्डाको लागि पोल डिजाइन गरेर पनि क्योर गरिदिने। अब अलिकति रियलिस्टिक देखाउनलाई, अलिकति 2D इफेक्ट दिनलाई चाहिँ हामी प्लास्टिकमा फेरि त्यही सेम पोल डिजाइन बनाएर क्योर गरिदिन्छौँ। अब आफूलाई मनपर्ने नेपालको झन्डाको डिजाइन क्रिएट गरिदिने। अब आफूलाई कुनवाला मनपर्छ, सिम्पल या अलिकति फरफर आएको त्यो अनुसार बनाउँछौँ। अनि हाम्रो झन्डाको मेन पार्ट निलो आउटलाइन र चन्द्र र सूर्य पनि बनाउने। सबैलाई हामी स्टेप वाइज क्योर गर्छौँ। अब अघि जुन नेलमा हामीले पोल बनाएको थियौँ त्यसमा चाहिँ हामीले अलिकति ठिक लेयरको पेपर राखेर सपोर्टको लागि हाल्छौँ। अब मसिनो धागो लिएर अघि जुन हामीले पाल बनाएको थियौँ त्यसबाट छिराइदिन्छौँ दुईतिरैबाट। अनि धागो मजाले मुभ हुन्छ कि हुँदैन पनि चेक गर्नुहोला। अब एउटा पेपर हामी धागोमा टाँस्छौँ हाम्रो झन्डाको सपोर्टको लागि। अघि जुन हामीले प्लास्टिकमा आर्ट गरेको नेपालको झन्डा त्यो निकालेर अब हामी त्यही सपोर्टमाथि टाँसिदिन्छौँ। सो हाम्रो धागोहरू चाहिँ धेरै रफ नदेखोस् त्यही अनुसार टाँस्छौँ। अनि पोललाई पनि फेरि टाँसिदिन्छौँ त्यही अनुसार मिलाएर। यो सबै टाँस्दाखेरि चाहिँ हामीले इच स्टेपमा चाहिँ नि थोरै थोरै जेल राखेर क्योर गर्नुपर्ने हुन्छ। अनि यसरी माथि नेपाल लेखेर हामीले हाम्रो आर्ट कम्प्लिट गर्न सक्छौँ। सो हजुरहरूले इजिली हाम्रो यो झन्डा तल माथि सार्न पनि सक्छौँ। होप यु लाइक दिस भिडियो। ट्राई गर्नुहोला हजुरहरू पनि। थ्याङ्क यू फर वाचिङ।